तर डर लाग्छ हिजो एउटा मैला थाल्दा कागजले मात्रै राख्ने कागजले मात्रै के हल्दी भएको पानी हो किन हो त्यो निकालेर कहाँ राख्छ एन्टिबायोटिक भनेको मैलाहरू चाहिँ ए योहरू भनेको ए मागेर बन्द जाउँ त हिजो माग होस् यसमै हालिदिन्छु नि यो मैले पुज्दैन नि त फेरि पुज्दैन यसले नि त फेरि अलिक भिजाउनु पर्ने छ कडा भएछ गाउँमै जस्तो हुन्छ म रुयो भने मलाई फकाला आइसो ल खै हातले छेक्यो अलिक भिजेर के नि उठेर भन नि दूर देखाइ भाइ भाउ देखाइ भाउ मेन चाहिँ भावै देखा पुरै पाकिसहाल्थेँ भावै देखा भाइ छेउमा एकछिनै यहाँ लुगा थियो नि पक्र है यहाँ लुगा निक्लेको देखाइ ल खै हो पिलोले पनि गर्नु गऱ्यो फुट्यो फुट्यो नघोची फुट्यो निकाला त मजाले प्याच निकाला माया नगरी निकाला म सम्झु नि तिमी निचार न मजाले निचार दुख्दैछ 13 बजेको निस्क्यो यहाँ हालौँ ल निचार निचार कतिको निक्ल्यो बिनी यति थिएछ नि त है म सम्झु नि अझै ल्याउनु पर्ने छ भाइ यस्तो उयो हिजो वाइफ यहाँ यसले गरिदिउँ इन्फेक्सन हुन्छ त्यही त वाइप्स लिएर तर उस कटन नै गरिदिन्छु कटन टालिन्छले बहिनी खासै यो पानी सफा राख्नु पर्थ्यो नि त पुस्दै गर्नु पर्थ्यो तोरीको फुल देखेँ नि मैले त तर दामी निस्क्यो नि हौ अब क्या निस्क्यो है लत त निक्ल्यो रोनु खालि सकेन त्यहाँ राख त बहिनी म बिसोचेको दुखिसक्यो आँखा निक्ल्यो पुच्चु निस्क्यो त उहाँ अहिले त छैन छैन स्यापै पुसा पुसा कहाँ हो अझै यो मैला ब्लड निकाल्नुपर्छ एकछिन दुखिसक्यो दुख्छ नि एकछिन छौ न एकछिन अब मेन त गयो न एकछिन मेन त गयो दुलो हुनु आँटेको छ नि त यहाँ ले त निक्ल्यो दुलो हुनुपर्छ नि त दुलो एकछिन खै पुस्दिन खाब खालि पुस्दिन पुसा ननिचेर छैन होला पखन पुस्दिन खै यस्तो गरेर एकताल ल तिमीलाई एकताल नि मलाई त 12 बजे नि तिम्रै भलाइको लागि पो त अहिले अर्को जग्गा पनि निस्किन्छ त हिजो सापनर बुकमा नहाल न बस
पुसा अब सक्दिनँ म अब ल दुलो भयो चाहिँ पिरोले त 12 बजे त छैन आमा तिमी गालामा भएर त अरू जिउतिर भए त मजा थामिदिन्थ्यो होला गालामा त यति त सन्चो भएर चिसोले रुई नराख त्यहाँ ल नि स्यान्डी देखाइदिउँ गो डरलाग्दो दुखी नै आमा साँच्ची यसो दो भए त रुन्दिस होला नि कस्तो चाहिँ भयो जब त मामलाई भन्नु त्यो लगाइदिङ के निसा त्यो हिजोको दबाई कुन चाहिँ होइन अब दबाई लाउनु हुँदैन दबाई लाउनु निक्ल्यो यस्तो निक्ल्यो यहाँ त त्यो चुच्चो थिएन सबैको गाला त सेपमा आएन गरिदिउँ यो तुर्दिउँ गरिदिउँ